मध्य प्रदेश जनसङ्ख्याको आधारमा भने दोस्रो सबैभन्दा ठूलो प्रदेश हो। मध्य प्रदेशको स्थायी राजधानी धनुषा जिल्लाको जनकपुर हो। धनुषा जिल्लाको जनकपुरलाई राजधानी बनाउने भनेर घोषणा 2078 साल माघको 3 गते गरिएको थियो। सोही दिन यसको नामाकरण पनि गरिएको थियो, मध्य प्रदेश नाम राख्ने भनेर। मध्य प्रदेशमा एउटा मात्र महानगरपालिका रहेको छ, त्यो हो पर्सा जिल्लामा रहेको वीरगञ्ज महानगरपालिका। मध्य प्रदेशमा दुईवटा उपमहानगरपालिका रहेको जिल्ला बारा रहेको छ। बारा जिल्लामा दुईवटा उपमहानगरपालिका रहेको छ, एउटा जितपुर सिमरा उपमहानगरपालिका र अर्को कलैया उपमहानगरपालिका। नेपालमा दुईवटा उपमहानगरपालिका भएको जिल्ला 3वटा रहेको छ। त्यसमध्ये मध्य प्रदेशको बारा जिल्लामा अघि नै हामीले माथि चर्चा गरिसक्यौं, दुईवटा उपमहानगरपालिका रहेको छ। त्यसै गरी कोशी प्रदेशमा धरान र इटहरी उपमहानगरपालिका गरी सुनसरी जिल्लामा दुईवटा उपमहानगरपालिका रहेको छ र लुम्बिनी प्रदेशको दाङ जिल्लामा दुईवटा उपमहानगरपालिका रहेको छ, तुलसीपुर उपमहानगरपालिका र घोराई उपमहानगरपालिका। राष्ट्रिय जनगणना 2078 अनुसार मध्य प्रदेशको कुल जनसङ्ख्या 61,14,600 जना रहेको छ, जसमध्ये पुरुषको संख्या 30,65,751 जना रहेको छ भने महिलाको संख्या 30,48,849 जना रहेको छ। मध्य प्रदेशको जनघनत्व 633 व्यक्ति प्रति वर्ग किलोमिटर रहेको छ। त्यसै गरी मध्य प्रदेशको लैङ्गिक अनुपात 100.55 रहेको छ। त्यसै गरी मध्य प्रदेशको जनसङ्ख्या वृद्धि दर भने 1.99% रहेको छ। मध्य प्रदेश सम्बन्धीको थप जानकारी। नेपालकै सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकाम महोत्तरी जिल्लाको जलेश्वर सदरमुकाम रहेको छ भने सबैभन्दा बढी दलित बसोबास भएको जिल्ला तथा नेपालमै पुरानो नहर चन्द्र नहर भएको जिल्ला सप्तरी रहेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार मध्य प्रदेशको जनसङ्ख्या सम्बन्धीको थप जानकारीलाई हेरौँ है त। मध्य प्रदेशको जनघनत्व अघि नै हामीले चर्चा गरिसकेका छौँ, 633 व्यक्ति प्रति वर्ग किलोमिटर छ भनेर। बढी जनघनत्व भएको जिल्ला मध्य प्रदेशमा धनुषा रहेको छ। धनुषा जिल्लामा 735 जना प्रति वर्ग किलोमिटर रहेको छ। सबैभन्दा कम जनघनत्व भएको जिल्ला मध्य प्रदेशको पर्सा जिल्ला रहेको छ। पर्सा जिल्लाको जनघनत्व 484 जना प्रति वर्ग किलोमिटर रहेको छ। मध्य प्रदेशको वार्षिक जनसङ्ख्या वृद्धि दर 1.19% रहेको छ। मध्य प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या वृद्धि दर रहेको जिल्ला रौतहट जिल्ला रहेको छ। रौतहट जिल्लाको जनसङ्ख्या वृद्धि दर 1.63% रहेको छ भने सबैभन्दा कम वार्षिक जनसङ्ख्या वृद्धि दर भएको मध्य प्रदेशको जिल्ला पर्सा जिल्ला रहेको छ। पर्सा जिल्लामा 0.82% जनसङ्ख्या वृद्धि दर रहेको छ। अब हेरौँ मध्य प्रदेशमा कुल 11,56,715 परिवार संख्या रहेको छ। अब चर्चा गरौँ मध्य प्रदेशको प्रशासनिक तथा राजनैतिक विभाजन। मध्य प्रदेशमा एउटा मात्र महानगरपालिका रहेको छ, त्यो हो पर्सा जिल्लामा रहेको वीरगञ्ज महानगरपालिका। मध्य प्रदेशमा 3वटा उपमहानगरपालिकाहरू रहेका छन्, जुन जनकपुर उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगर